लोकतन्त्र लुटतन्त्रमा परिणत भएको छ त्यो कुरा तपाईँ मान्नुहुन्छ? मान्दिन। गणतन्त्र गनाए त्यो कुरा पनि तपाईँ मान्दिन। गणतन्त्र असफल भयो त्यो पनि मान्नुहुन्छ? व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न? पूर्वराजा ज्ञानेन्द्र शाहले तपाईँलाई आएर सम्झौता गर्नुभयो, ल प्रचण्डजी तपाईँ प्रधानमन्त्री बन्नुहोस् म राजा बन्छु भनेर ज्ञानेन्द्र शाह तपाईँ आएर सम्झौता गर्नु, तपाईँ त्यतिखेर के गर्नु? मान्दिन। त्यसमा दलहरू एक हुन्छन्, तपाईँ केपी शर्मा ओली र शेरबहादुर देउवा गणतन्त्र बचाउनु। फेरि त्यहाँ लगेर मलाई धेरै एकै ठाउँ उभिन सक्छ व्यवस्थाको पक्षमा? गणतन्त्रको पक्षमा उभिन पर्यो भने सहकारी हुन्छ। कांग्रेस एमाले माओवादीको बिचमा सहकारी हुन्छ। सबैले शैली बदल्नु पर्यो, शैली चाहिँ बदल्नु पर्यो। केपीजीले पनि शेरबहादुरजीले पनि। यदि नम्र आरोप लगाउने अनुमति दिनुहुन्छ भने अध्यक्षज्यू, राज संस्था आयो भने त तपाईको राजनीतिक करियरै सकियो, तपाईको एजेन्डा नै सकियो। तपाईको 52 सालदेखि गरेको सशस्त्र युद्ध र यहाँसम्म गणतन्त्र ल्याउनेसम्म यो सबै गरेको, सबैभन्दा कसैको केही सकिन्छ भने सर्वनाशै हुन्छ भने राजनीतिक रूपमा त्यो प्रचण्डको हुन्छ, केही नै बाँकी रहँदैन। त्यसकारण तपाईँ डराइराख्नु भएको छ, तपाईँ सचेत भइराख्नु भएको छ र तपाईँ कतै न कतै छटपटाइराख्नु भएको छ। गणतन्त्र प्रति आक्रमण सुरु भयो, गणतन्त्र कमजोर भयो, यसको धरातल किन यति कमजोर भयो गणतन्त्र, किन गनायो गणतन्त्र, किन लोकतन्त्र चाहिँ भेन्टिलेटरमा पुग्यो मलाई बताउनुहोस् त प्रचण्डजी। राजावादीको टार्गेट त प्रचण्डतिरै छ। उनीहरूले भनिसके नेपालमा राज संस्था फर्काउने, पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणी दरबारमा लिएर जाने, श्रीपेच लगाउने र सबभन्दा पहिला तपाईँलाई थुन्ने उनीहरूको घोषणा, तपाईँलाई जेलमा कोच्ने। राजा निवेदनले घोषणा गरिसक्नुभयो नेताहरूलाई हेलिकप्टरबाट जान, बाहिर विदेश जान छुट छ। मैले धेरै शर्मा ओली र प्रचण्डलाई यो देशमा बस्ने अधिकार छैन। तपाईँ ल्याएको गणतन्त्र आज जग हल्लियो, कमजोर भयो, राजावादीहरूले आजकै दिनबाट आन्दोलन सुरु गरिसके, यो व्यवस्था फाल्नको लागि उनीहरू सडकमा आइसके। आजबाट त सुरु भइसक्यो नि त गणतन्त्र फाल्नको लागि, राजावादीहरूले त सडकमा आइसके, उनीहरूले थ्रेट गरिसके। कांग्रेस एमाले माओवादीले अब देश बनाउन सक्दैन, तीनै दल तीनैजना शीर्ष नेताहरू असफल, तपाईँ केपी शर्मा ओली शेरबहादुर देउवा असक्षम होइन। तपाईँले ल्याएको गणतन्त्र आज कमजोर भयो, त्यो कुरा स्वीकार्नुहोस्। गणतन्त्र सबल सक्षम भएन, यो व्यवस्था परिवर्तन गर्नुपर्छ भने जनताले भन्न थालिसके। किन नेताहरू सुविधा भोगी भए, नेताहरूले आरामदायी जीवन बिताए, जनता पीडामा छन्, जनताले खान पाएको छैनन्, रोजगारी छैन। फेरि पनि मात्र प्रश्न उठेको छ नि, तपाईँ माथि पनि जनताले धेरै प्रश्न गरे नि त। भ्रष्टाचार मौलायो आज महार जता ततै भ्रष्टाचार भएको ठाउँ छ। हाम्रो देशमा मानव तस्करी भयो, हामीले मान्छे बेच्छौँ यो देशमा। अवसर त पाउनु भयो नि त, तपाईँले पनि सुधार गर्न सक्नु भएन, भ्रष्टहरूलाई जेलमा हाल्न सक्नु भएन, भ्रष्टालाई कारवाही गर्न सक्नु भएन। तपाईँले पनि आफ्नो नेतालाई बचाएको, सुन तस्करीहरूलाई बचाएकै हो। कृष्णबहादुर मराला तपाईँले बचाउनु, छानबिन गर्नुपर्छ। को माथि सोझ्याउँदै हुन्छ सुई भन्नुहोस् आज, अरू भन्दा नाम भन्नुहोस् आज, म नाम पनि भन्न सक्छु। जनतालाई को माथि सुई सोझ्याएको थियो, त्यसमा त्यतिखेर केपी शर्माले हिजो पनि मानव तस्करी। कस्तो लाजमर्दो कुरा हो यो। करोडौं अरबौं भ्रष्टाचार भएको कुरा बाहिर आइराखेका छन्। कारवाही गर्न सक्नु भएन, तपाईँ प्रधानमन्त्री गर्दै थिएँ त, मैले गर्दै थिएँ नि त, सम्झौता गर्दै थिएँ म भने मसँग चाहिँ बहुमत भयो भए त म त बेरी ठोकिदिन्थेँ। कस्तो कुरा गरेँ। त्यसो भएर म अहिले नेपाली जनतासँग अपिल गरिरहेको छु, यदि देशमा सुशासन चाहिने हो भने, भ्रष्टाचारलाई निर्मूल गर्ने भने माओवादीलाई बहुमत चाहियो भनेको छु मैले। अस्ति त मैले हेर्नु होला झापा 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। No, 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 no. छक्क बस्नु के ठाने छ मलाई केपी ओलीले मानजन युद्धको नेतृत्व गरे आउँ भनेर। मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो, त्यो सम्झेँ। एउटा जमानामा त्यो तिल्के भन्ने गोरुले अरूलाई देख्नै हुँदैन थियो, सिङौरी खेलिहाल्नु पर्ने, भुइँ खोस्रै हाल्नु पर्ने, धम्काइ हाल्नु पर्ने, तर्साइ हाल्नु पर्ने, फाफो गाँगो गरिहाल्नु पर्ने। केपी ओली सुध्रिनेवाला छैनन् भनेपछि एउटा कता कता नयाँ तनासाको जन्म, कता कता नयाँ हिटलरको जन्म भएको जस्तो लाग्दछ। त्यसो नै होसियार, गणतन्त्र खतरामा हुन्छ। केपी ओलीले अलिक शक्ति आर्जन गरे भने बहुमतको त कुरै छोड्नुहोस्, त्यसपछि देश छोडेर भाग्नु पर्ने। तिनले गणतन्त्रलाई जोखिममा राख्नेछ, किन? जम्मै प्रतिगामी शक्तिहरूसँग उनको साँठगाँठ छ। एमाले सरकार आयो भने
हामी त देश छोडेर हिँडे भागे हुन्छ भन्छ। किन भाग्नु पर्यो देश छोडेर? तपाईँहरूको सटर चल्दैन भन्ने डर हो भने सटर त बन्द हुन्छ। यी खुद्रा पसल अनि यी खुद्रा पसलका मिले मतोका सरकार, स्वार्थहरूको गठजोड मिलेर साँठगाँठ गरेर सरकार बनाउने, त्यो पनि संसदबाट होइन, संसदबाट नसक्ने अनि अदालतमा गएर संविधान अगाडिपट्टिबाट मुसारेर पछाडिबाट स्वर्ग र नर्क सँगै जाने, यो स्वर्ग र नर्क सँगै जाने कुरा। ढाँट छलको पनि एउटा सीमा हुन्छ नि। यसमा हाम्रो एमालेको अध्यक्षको कला क्षमता तारिफ गर्न लायक छ, धेरै नै तारिफ गर्न लायक छ। उहाँको हैसियतका यहाँ अरू कोही पनि छैनन्। मलाई राम्रो फकाउनु भयो। वामपन्थी पो मिल्न पर्छ काङ्ग्रेसको धेरै 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 धेरै। अब के होला त? अब के होला? हिरोले मात्रै चल्दैन, त्यहाँ भिलेन पनि चाहिन्छ। भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ। कारण भिलेन अलिक खतरनाक भएर आइदियो भने अनि हिरोले पनि सम्पूर्ण ताकतको साथ त्यसलाई परास्त गर्ने गर्छ। अहिले भइरहेको त्यही नै हो। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूं। कहाँ छ? प्रमाणित गरेर देखाउनु पर्यो नि। झुटो कुरा गरेर बेइमानीपूर्ण, प्रतिशोधपूर्ण, नीचताको पराकाष्ठा, कति अत्याचारपूर्ण भन्न सकेको क्या मान्छेहरूले।